दाजु हेलो हाय आज चाहिँ मेरो सानो कामले गर्दाखेरि म निस्किँदैछु दाजुलाई लिएर अटोमा एकदमै गरम छ भाइ एकदमै ह्युमिडिटी टेम्परेचर हाई भइरहेको छ मुम्बईमा चाहिँ हो हामी रिसेन्टली अब जाँदैछ मेरो लोकेसनमा के हुन्छ म तपाईँलाई अपडेट दिँदैछु गाइस बाहिरको नजरिया जस्तो छ हेर्न सक्नुहुन्छ घाम चाहिँ कतिको कडा छ लागिरहेको छ भनेर हामी चाहिँ अहिले स्टेसन तर्फ जाँदैछौँ स्टेसन पुग्न आँट्यौँ र भ्यू हेर्न सक्नुहुन्छ गाइस अटोमा हामी चाहिँ अहिले नै स्टेसन आइपुगिसक्यौँ हेर्न सक्नुहुन्छ अटो स्टेसन हो र म यहाँनिर हिँड्दैछु यति साह्रो गरम छ यति साह्रो गरम छ है मर्नुहुन्छ दि के गर्नु अब गरम छ भनेर बसिरहनु होइन निस्किने काम पर्छ र म चाहिँ निस्केर जाँदैछु अटोको भिडहरू यति साह्रो भिड रस हुन्छ हो सिटी लाइफ चाहिँ यस्तै हुन्छ प्या प्या टु ट्यान ट्यान टु टु हो त्यस्तै हुन्छ यो चाहिँ स्टेसनमा अटो स्ट्यान्ड हो गाइस गरमले चाहिँ मर्नु यहाँनिर अगाडि दाजु हुनुहुँदैछ दाजुलाई चाहिँ साथी लिएर गएको म हो कति फ्रेस फुलहरू बेचिरहेको रहेछ रोजहरू यति दामी हेर्नु नि यहाँनिर म्याङ्गो जुस खानु आइरहेको छु गरम भएर हेर्न सक्नुहुन्छ एकदमै गरम भइहाल्यो म्याङ्गो जुन्डाको छ के को फ्रुटको खानुहुन्छ एभाइलेबल छ डिफ्रेन्ट म्याङ्गो वाटरमेलन क्यारोट कति साह्रो गरम छ चिल्ड भयो म्याङ्गो जुस खाएर गाइस मेरो चाहिँ काम पनि सकिएको छ गरेर अब चाहिँ जुस खाएर फेरि अटोमा सो गाइस आजको लागि चाहिँ यति चाहिँ तपाईँहरूलाई अपडेट दिनु केही छैन आजको लागि चाहिँ यति चाहिँ